बालजुमाथि हो नि नारायण साइली र माइलीको ताती एउटैले त आउँछु भन्थे रेशमी चुल्ठो बाटी। सम्झिनु देऊ तपाईँ र म पनि मोटे कोक जाने हो कि मास्तिर जाने बेला के को मुनि राख्ने दुई बेला हिँड्नु नपाई सास फुलेर खुस्केलान् भन्ने पिर। सम्झिनी तपाईँ आफू मात्रै बाघ नठान्नुहोस्, जंगलमा धेरै बाघ छन्। हो धेरै बाघहरू देख्या छु, तपाईँ चाहिँ चिडियाखानामा थुडिया बाघ भात खाए सुत्यो। हामी जस्तो हुनुपर्छ, टोलमा हामी देखेपछि सबैजना तर्सिन्छन्। सम्झिनी ज्यू तर्सिने नै कुरा गर्ने हो भने त भूतलाई देखेपछि सबै तर्सिन्छन्। भूत र बाघमा फरक पर्छ सम्झिनी। म त आर्मीमा काम गरेर आएको मान्छे, मलाई देखेपछि दुश्मन त ठाउँको ठाउँ पिसा फेर्थे। तपाईलाई पाइखाना भन्न ठान्दै होला। बुवा चिया लिनुहोस्। पक्षपात गर्छेस्, तेरो सासूको चाहिँ मुख छैन। ल हिजो मात्र चिया खान्न भन्नुभएको होइन तपाईँले? हिजोको कुरा गर्छ, आज मैले चिया खान्न भनेको छ। पक्न मेरो छोरा मात्रै आओस् न, तेरो सबै कुरा लगाइदिन्छु। कस्तो मिठो चिया, सम्झिन त खानुहुन्न क्यारे। थाक्यो यार। कति बेर लगाएको दिपक? आज पुरै घुमे नि मैले। ए पुरै घुमे? पसिना त फिटिकै छैन नि अनुहारमा। पसिना र पसिना एकै ठाउँ पर्छ? तिमीलाई मेरो स्वास्थ्य चाहियो कि पसिना चाहियो? माई डियर मम। आमा चिया खानुभयो? खाएको देखिनुहोस्, अर्काले खाएको हेऱ्यो, गुटु गुटु थुक्निल्यो। फेरि सासले मलाई एक कप चिया त दिन्नु। दिपा तिमीले आमा चिया खाँदैन? कहिले खान्न भन्नुहुन्छ, कहिले खान्छु भन्नुहुन्छ। मेरो बुवालाई चिया दिएपछि तिम्रो आमालाई चिया चाहिएको। फेरि मेरो बुवाको एकदम रिस गर्नुहुन्छ तिम्रो आमा। भोलिदेखि आफ्नै आमालाई टन्न आफै खुवाउनु। बरु यसो गर, मर्निङ वाक जान्छौ नि, हो आमालाई पनि लिएर जानु। के कुरा गरे, मर्निङ वाक जाँदाखेरि आमालाई किन लाने? आमा साला साली दाजु भाइ सबलाई लाने जन्ती जान्न हो र? तिमी आफ्नो बुवालाई जे चिज खान दिन्छौ आमालाई पनि दियो भने त कुरै सकिहाल्यो। ए ज्वाइँ, अनि तपाईँ दिनदिनै मर्निङ वाक भन्नुहुन्छ, झन् मोटाउँदै आउनु भइरहेछ क्या हो? त्यही त दिपक, डेली मर्निङ वाक गइरहेछ, झन् झन् मोटाइरहेछ। के हो यो? खोइ के हो पानी खाइन लाग्छ भने आजकल। मलाई थाहा छ, तिमी त्यति धेरै दौडिँदैन जस्तो छ। भोलिदेखि मर्निङ वाक म पनि जान्छु। त्यस्तो कुरा किन गरे भने म ल भोलिदेखि म दौडिन्छु, राम्रोसँग दौडिन्छु है। नो नो म पनि जान्छु, फिनिस्ड। बुवा जाऊ लिएर जान्दै लिएर जा, भोलिदेखि सँगै मर्निङ वाकमा। यो घरमा बसी भने त्यसै पनि कचकच गरिरहन्छ, कमसेकम आनन्द त हुन्छ मलाई। नगर्नुहोस् तपाईँ, यो बुहारीसँग मिलेर बस्नु सक्नुहुन्न, मजाले मिलेर बस्नु न, म एक्लैलाई दौडिनु दिनुहोस् क्या। त्यसलाई फोन गर्नु पर्यो, कुरिया कि होली। कस्तो बिजी यो केटीको फोन। तेरिका होइन, मर्निङ वाकमा नआएर कोसँग कुरा गरिरहेछ यो मान्छे? कस्तो बिजी फोन। यो पटक जाए फोन जाए। गयो गुड गुड। दिपक कहाँ गयो मान्छे? जान्दा गयो तर कराउन थाल्छ कि। दिपक, ए दिपक, ल आई। कुदमा छोडेर कहाँ गायब? दिपा आज नजाऊ क्या र? हेर न मेरो पेट कता कता भित्रैबाट दुखेर आउन थाल्यो क्या। सब बहाना, हिँड कुद्न हिँड। नजाऊ, तिमी जाऊ न, म जान्न क्या। ए बुढा भइसक्यो, चढ हिँड। दिपकजी ए सर आउनु भएछ। ल मर्निङ वाक क्यान्सिल अब। के को क्यान्सिल? स्वास्नीसँग हिँड्न मन लागेन भन न। भाउजू तपाईँ दौड्दै गर्नुहोस् कि, उहाँको मेरो सानो कुरा छ कि। हाम्रो पुरानो कुरा छ क्या, एकदम पुरानो सिक्रेट कुरा छ। तिमी जाँदै गर न, म आउँछु। ए जाँदै गरौँ। सर पनि आउनु है, सर पनि मोटे भइसक्नु भयो, दुईजना मोटेहरू।
थ्याङ्क यू सर, थ्याङ्क यू। कस्तो बेला आउनु सर, मलाई एकदमै हेल्प भयो सर। एकैछिन है, एकैछिन सर, मेरो एकदम तपाईँ कस्तो टाइममा आउनुभएको, फर्स्ट टाइम तपाईँ राम्रो काम गर्नुभयो। हेलो सुन त, तिमी त्यहाँ मलाई नकुर, तिमी गइहाल, मेरो बुढी त्यही बाटो दौडिँदै आउँदैछ। मलाई जबरजस्ती लिएर यसो गरेर भोलिदेखि हाम्रो मर्निङ वाक क्यान्सिल है, भोलिदेखि इभिनिङ वाक गरौँला सँगै है। ल कसले भनेर? साथीसँगै डेली मर्निङ वाक भइरहेको थियो, कस्तो आनन्द आइरहेको थियो। आजदेखि बुढी आए। सर भन्नुहोस् न, के भयो? हेर्नुहोस् न दिपकजी, मलाई 15 लाखको फिटी पर्यो। म 10 दिनमा फिर्ता गर्छु, जहाँबाट भने 15 लाख व्यवस्था गरिदिनु न। म ब्याज पनि राम्रो दिन्छु। मलाई थाहा छ सर, आजकल धेरै भन्दा धेरै विश्वास भएको मान्छेलाई पैसा दिँदा पनि धेरै विचार गरेर मात्र दिनुपर्छ। त्यसमाथि तपाईँले मेरो विश्वास पहिलेदेखि गुमाइसक्नु भएको छ। सरी। त्यसो नभन्नुहोस् न दिपकजी, तपाईँ बाहेक मेरो को छ र? छ नि। को? बैंक। बैंकमा जानुहोस्, बैंक ऋण दिनको लागि नै भनेर त्यत्रा स्टाफ पालेर बसेको छ। मलाई किन टेन्सन दिनुहुन्छ? हेर्नुहोस् सर, तपाईँ मलाई साथ दिनु भन्नुहोस्, म दिन्छु। यो लुगा खोलिदिनु भन्नुहोस्, म लुगा खोलिदिन्छु। तर पैसा चाहिँ दिनु सर, मलाई एकदम हतार छ। म बिस्तार दौडेँ है। दिपकजी दिपकजी तपाईँसँग एउटा कुरा गर्नु थियो। अब मोडीबागमा भेटेर भन्छु जहिले पनि तपाईँ त्यो केटीसँग मात्रै जुनिरा हुनुहुन्छ। त्यही भएर अहिले बाटोमा भेट्नुहुन्छ कि भनेर यही बाटो आएको। केटीको कुरा किन ल्याएको पिछा के हो भन्नु न? कुरा के हो भने, अब एउटा साथीलाई मर्का परे बेला एउटा साथीले नै हेल्प गर्छ कि। मलाई 5 लाख रुपियाँको साह्रै नै जरुरी छ, प्लिज हेल्प गर्नुहोस् न मलाई। होइन आजकल यो पुरै देश हरिकङ्गाल भएको छ कि हो। जसलाई भेट्यो पैसा माग्छन् बा। ब्याज पनि त आउँछ नि दिपकजी। पहिला पहिला हो पैसा दिँदाखेरि ब्याज आउनु, अहिले त पैसा दिइसकेपछि दारी जुङ्गा आउँछ, तर ब्याज स्याज दुइटै आउँदैन। त्यसो नभन्नुहोस् न, म त ठुलो आशा बोकेर आएको छु। अब निराशा बोकेर जानुहोस्। दुःख सुखमा काम गर्ने यस्ता पनि के मर्यो साथी।